नमस्ते। रोमानिया कसरी आउने, सेल्फ अप्लाई कसरी गर्ने, नेपालीहरूको लागि पूर्ण जानकारीहरू यसमा छ है त। नमस्कार साथीहरू, स्वागत छ तपाईहरूलाई हाम्रो च्यानलमा। आजको भिडियो चाहिँ हामी रोमानिया कसरी आउने, काम, तलब र खर्च सबैभन्दा धेरै सोधिने प्रश्नहरू, सेल्फ अप्लाई कसरी गर्ने त भन्ने विषयमा कुरा गर्नेछौँ है त। आज हामीले सबै कुराहरू गर्नेछौँ, विस्तारमा कुरा गर्नेछौँ। त्यसैले भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला सबैले है त। सबैभन्दा पहिले रोमानिया एक युरोपियन युनियनको सदस्य देश हो। यहाँ हरेक वर्ष विभिन्न क्षेत्रबाट विदेशी कामदारहरू आवश्यकता पर्छ है। विदेश पेन्ट्री, वेयरहाउस, होटल, रेस्टुरेन्ट, बिल्डिङ निर्माण र कृषि क्षेत्रमा काम पाइन्छ धेरै जसो। यहाँ चाहिँ मेन कुरा होटल, रेस्टुरेन्ट अनि वेयरहाउसमा चाहिँ एकदमै बढी काम पाइने चाहिँ यो क्षेत्रमा चाहिँ एकदमै धेरै कामहरू चाहिँ यो ठाउँमा पाइन्छ है त। नेपालीहरू एजेन्ट मार्फत आउँछन्, तर अहिले धेरै सेल्फ अप्लाई गर्ने प्रयास गरिरहेका छन्। हाम्रो जो नेपालीहरूले चाहिँ अहिले पर्सनली सेल्फ अप्लाई गर्न चाहिँ एकदम धेरै कोसिस गरेका छन् र धेरै गर्ने पनि गरिरहेको छ होइन। राम्रो राम्रो युरोप कन्ट्रीहरू पनि सेल्फ अप्लाई गरेर नै जानुभएको छ धेरैजनाहरू चाहिँ होइन। को आउनुभएको छ हाम्रो कमेन्टमा चाहिँ भनिदिनु होला, कसरी आउनुभयो उहाँहरूले पनि केही चाहिँ हुनसक्छ। अब प्रश्न आउँछ, सेल्फ अप्लाई भनेको के हो त? सेल्फ अप्लाई भनेको के हो? सेल्फ अप्लाई भनेको कुनै एजेन्टलाई पैसा नदिई कम्पनीमा आफै आवेदन दिने प्रक्रिया हो है त। जो सेल्फ अप्लाई भनेको जो हामीले कुनै एजेन्टलाई पैसा दिनु पर्दैन, कुनै एजेन्टसँग के गर्ने, हामी सिधै डाइरेक्टली कम्पनीमा चाहिँ इन्फर्म भएर कम्पनीलाई चाहिँ हामीले चाहिँ आफ्नो आफैले चाहिँ जब सर्च गर्ने एउटा ठाउँ सेल्फ अप्लाई है त हामीले गरिरहेको। यसका लागि सबैभन्दा पहिले राम्रो सिभी तयार गर्नुहोस्। त्यसपछि कम्पनी आधिकारिक वेबसाइट जब प्रोटोकल वा कम्पनीको केयर पेजमा गएर आफ्नो सिभी पठाउनुहोस्। यसको लागि चाहिँ केही पनि छैन। यहाँ लागि सबैभन्दा पहिले राम्रो सिभी चाहिँ एउटा पर्फेक्ट सिभी चाहिँ तपाईँहरूको लागि चाहिन्छ। तयार गरेपछि कम्पनीको वेबसाइटमा गएर प्रोटोकल वा कम्पनी केयर पेजमा गएर आफ्नो सिभी पठाउन सक्नुहुन्छ। यदि कम्पनीलाई तपाईँको